स्कुल जाने बेला भएन तेरो लुगा लगा नाइ मम्मी नाइ म स्कुल नजाने त्यसो भनेर कहाँ हुन्छ थप कहाँ आइज नाइ मम्मी म स्कुल नजाने के स्कुलमा एनुअल प्रोग्रामको तयारी चल्दैछ मलाई नाच्न गाउनमा इन्ट्रेस्ट छैन म साथीहरुसँग क्रिकेट खेल्न जान्छु तँलाई खाली खेल्नमा मात्र धुन हुन्छ न पढ्छस् न नाच्छस् न गीत गाउँछस् खाली खेल्नमा मात्र भन के भन्दैछ यो फुलमाया हेर्नुस् न खाली स्कुल नजाने भनेर गनगन मात्र गर्छ त्यसो भनेर कहाँ हुन्छ हिँड स्कुल पढाइ सढाइ छैन खाली खेल्न जान्छु हेर त तेरो साथी बाबुरामलाई अस्तिको रिजल्टमा पनि फर्स्ट भएको थियो तेरो त मलाई रिजल्ट लिन जान पनि लाज लाग्छ नाइ क्या बाबा म पछि खेलाडी बन्थे हो नाच गान यो सब गर्दिन पढाइमा पनि पास भएकै त छु नि पास गरेर मात्र हुन्छ फर्स्ट सेकेन्ड क्यारेकमा आउनु पर्दैन मलाई पनि थाहा छ बाबा मेरो यो मनुष्य चल्न दिनुस् न प्लिज भविष्यमा त डाक्टर बन्ने हो अहिलेदेखि राम्रो पढ बरु एनुअलको नाचगान गर्नु पर्दैन तैँले म सरलाई भन्छु यसलाई चाहिँ पढाउनु होला होमवर्क पनि अलिक बढी नै दिएर पठाउनु होला भन्छु हिँड स्कुल अब बाबाले छोरालाई तान्दै तान्दै छोराको मन नभए तापनि स्कुल घिसार्दै लैजानुहुन्छ डाक्टर साहब नमस्कार सर नमस्कार नमस्कार हेर्नुस् न सर मेरो छोरा त एनुअलको नाचगान के हुन्छ स्कुल जान्न खेल्न जान्छु भन्छ स्कुल आउनै मान्दैन पढाइ हुँदैन भन्छ हो अहिले एनुअल प्रोग्रामको तयारी चल्दैछ तपाईँको छोरो नाचगान भन्दा पनि खेलकुदमै राम्रो छ उसलाई खेलकुदमै अगाडि बढाउनु पर्छ आफ्नो सच्चा छोरालाई डाक्टर बनाउने तपाईँ भने खेलकुदमा अगाडि बढाउने कुरा गर्नुहुन्छ सरले नै यसरी विद्यार्थीलाई गलत बाटोमा प्रेरणा दिन त हुन्न नि सर मेरो छोरालाई चाहिँ पढाएर होमवर्क चाहिँ अलिक बढी नै दिएर पठाउनु होला सर म अहिले लागे हुन्छ प्यारेन्ट्स र विद्यालयले पढाइमा निकै फोर्स गर्ने क्रम निरन्तर चलिरहन्छ र केही समय पश्चात बाबु खाना खान आइज सेलाइसको बाबु भन के गर्दैछ यो बाबु खाना खान आइज भनेको सुनिनस् नाइ क्या मम्मी म खाना नखाने खान मन छैन थोरै भए पनि खानुपर्छ हिँड थोरै भए पनि खानुपर्छ नाइ क्या मम्मी म खाना नखाने थोरै भए पनि खानुपर्छ खा नाइ मम्मी म खाना नखाने हेर्नुस् न बाबु त आजभोलि खाना पनि खाँदैन कुनै काममा पनि ध्यान दिँदैन खाली टोलाएर बस्छ एकपटक डाक्टरलाई पो देखाउने हो कि खै के गर्ने कस्तो खै के गर्ने अब एकपटक देखाउनै पर्छ नि लु हिँड न त जाउँ हस्पिटल अब बाबा आमाले छोरालाई हिँड बाबु, डाक्टर कहाँ हस्पिटल। लैजानुहुन्छ डाक्टर साहब नमस्कार हेर्नुस् न सर हाम्रो बाबु त आजभोलि खुलेर पनि बोल्दैन कुनै काममा पनि ध्यान दिँदैन खाली टोलाएर बस्छ के भएको रहेछ एकपटक हेरिदिनुस् न सर बाबु ए बाबु 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 ए बाबु 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 यहाँ बस त तपाईको छोरालाई बोलाउनुस् न एकपल्ट मैले बोलाउँदा आउनु आएन यहाँ आइज बाबु
मानसिक समस्या पो सुरु भए जस्तो छ त। कुनै कुरामा बढी नै फोर्स गर्नुभएको छ कि अथवा बच्चाको कुनै इच्छालाई रोक्नु भएको त छैन? खाली बल खेल्छु, क्रिकेट खेल्छु, खेलाडी बन्छु मात्र भनेर पढाइमा त्यति ध्यानै दिँदैन थियो। मैले पढेर डाक्टर बने हो त भनेर स्कुलमा समेत कुरा गरेर पढाइमा नै फोर्स गर्न लगाए। पढाइमा पनि खासै नराम्रो त थिएन, एभरेज नै थियो। कहाँ यसरी केटाकेटीको इच्छा विपरीत फोर्स गरेर हुन्छ त? त्यसैमाथि बाबुको उमेर आफ्नो एमको डिसाइड गर्न सक्ने भइसकेको छ। यसरी आफ्नै जिद गरेर पढाइकै विषयमा अभिभावक र विद्यालयले केटाकेटीलाई मानसिक दबाब दिनुहुन्न। पढाइमा एभरेज छन् र खेलकुद जस्तै अन्य राम्रा काममा बच्चाको इन्ट्रेस्ट छ भने उनीहरूको इन्ट्रेस्ट अनुसार नै अगाडि बढ्न दिएको राम्रो। अब तपाईँहरूले उसलाई उसको खेलप्रतिको अभिरुचिमा साथ दिनुहोस्। तपाईँको छोरा ठिक हुन्छ। डाक्टर साहब, मैले ठुलो गल्ती गरेँ। मेरो चेतनाको बिर्को खुल्यो। अब म मेरो छोरालाई डाक्टर बनाउन फोर्स गर्दिनँ, एक असल मानिस बनाउन प्रेरित गर्छु। हो सर, अब हामी यसै गर्छौँ। यस्तो गल्ती दोहोऱ्याउँदैनौँ। हवस् त, नमस्कार। नमस्कार। अन्ततः बाबा मम्मीले छोरालाई खेलकुदमा प्रेरित गर्दै जानुभयो र छोराले खेलका साथै पढाइमा पनि राम्रै गर्दै जानुभयो।